सो फाइनली सुदूरपश्चिम रोयलले चाहिँ एनपिएल सिजन 3 को लागि चाहिँ आफ्नो प्लेयरहरू चाहिँ रिटेन गरिसकेको छ भने 5 वटा प्लेयरहरू चाहिँ रिलिज गरिसकेको छ। सो टोटल 7 वटा प्लेयरहरूलाई चाहिँ अब रिटेन गरिएको छ। अब त्यसमा चाहिँ पहिला त हाम्रा क्याप्टन भैयाले दिपेन्द्र सिंह एरी, अनि त्यसपछि चाहिँ विनोद भण्डारी दाई, अनि त्यसपछि आरिफ शेख, अनि त्यसपछि अविनाश बोहरा, हिक्मत महारा, अनि त्यसपछि हेमन्त धामी, अनि त्यसपछि चाहिँ लास्टमा हाम्रा डाक्टर साहब ईशान पाण्डे। तपाईँहरूलाई कस्तो लाग्यो यो रिटेन्सन लिस्ट हेर्दाखेरि? चाहिँ मलाई चाहिँ एकदम सुदूरपश्चिम रोयल्सको फेरि पनि फाइनलमा जान सक्ने सुदूरपश्चिम रोयल्सको चान्सेस छ है। किनभने एनपिएल सिजन 1 र सिजन 2 मा सुदूरपश्चिम ब्याक टु ब्याक फाइनलमा पुगेको थियो र त्यसपछि अब सिजनमा पनि के पुग्न सक्छ। मलाई यो रिटेन्सन लिस्ट हेर्दाखेरि त मलाई चाहिँ डेफिनेटली लाग्छ सुदूरपश्चिमले यो पालि फाइनल पनि खेल्छ अनि त्यसपछि च्याम्पियन पनि बन्छ। किनभने पहिला जानकी माता, त्यसपछि गौतम बुद्ध, अब त्यसपछि हाम्रो सुदूरको सान मैदानमा तुफान। सो यो हुनेवाला छ। बाँकी तपाईँहरूलाई कस्तो लाग्यो अहिलेसम्मको एनपिएल सिजन जति पनि सिजन भयो त्यसमा चाहिँ सबैभन्दा तगडा रिटेन अनि स्क्वाड चाहिँ सुदूरपश्चिमकै छ है। यो चाहिँ छाप छ, सुदूरको सान मैदानमा तुफान, सुदूरपश्चिमको बाघ। जय नेपाल।